हेलो गाइज सेवा नमस्कार वेलकम ब्याक छ मेरो युट्युब च्यानलमा। आज पनि फेरि नयाँ ब्लगको साथमा म मुना राई उपस्थित भइसकेको छु हजुरहरूको सामने। मेरो साथमा हुनुहुन्छ मिस्टर लम्साल। हामी चाहिँ आएको छौँ आज शङ्कर बेली। त्यो त हजुरहरूले हाम्रो थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नु भएको छ पक्कै पनि। आज चाहिँ मलाई कस्तो बोल्नु मन पनि लागेको छैन, यो घाम पनि यस्तो चर्को लागेको छ, गर्मी छ। सो गाइस हामी चाहिँ यस्तो चौतारीमा बसिरहेको छौँ, शीतल शीतल मौसममा चाहिँ बसेर म ब्लगलाई स्टार्ट गरिरहेको छु। हामी चाहिँ आउने बित्तिकै यस्तो भोक लाग्यो हामीलाई, त्यही भएर हामी चाहिँ होइन हतार हतार खाएर चाहिँ अगाएर चाहिँ यहाँ विश्राम गरिरहेको अवस्था हो। म तपाईँहरूलाई शङ्कर बेली घुमाउने नै छु, आफू पनि घुम्नेछु। हेर्दै गर्नु होला गाइस मेरो ब्लग, अन्तिमसम्म हेर्नु होला अनि कमेन्ट पनि गर्नु होला है त साथीहरू। हामी चाहिँ यस्तो घाममा हेर्नु न डुल्दैछौँ। छाता चाहिँ धन्न मैले लिएको थिएँ, त्यही भएर छाता उडेर चाहिँ हामी यसको कुरो लाग्छ जान्छौँ। ल मलाई अगाडि छाता उडाउनु। हामी चाहिँ जाँदैछौँ यहाँ माथिको डाँडामा। यहाँ माथि चाहिँ बाटो चाहिँ हेर्नु न, वाउ। हामी चाहिँ अघि यहाँनिर थियौँ। चाल न यहाँ म कालो भइसकेँ, कालो मान्छे झन् कालो भइसकेँ। यहाँ माथि डाँडाबाट चाहिँ यो पुरै देखिन्छ जस्तो लागिरहेको छ क्या मलाई चाहिँ, वरिपरि कस्तो देखिँदो रहेछ। हामी चाहिँ जाँदैछौँ यहाँ माथि। गुराँसको बोट जस्तै देखिन्छ हौ यो रुखहरू, यिनीहरू चाहिँ के होला, सेतो फुल्छ यसको ए मैले बुझेँ साथीहरू, छट्टी बन्ने भन्छ यो रुखलाई। अनि क्या सबैले फुल टिप्थ्यो नि, यो हो क्या जलकुम्बीको फुल। साथीहरू हेर्नु न कति धेरै फुलेको छ। कस्तो बढो त हौ आमा यति आउँदा। यो एरिया त कति ठुलो रहेछ, यहाँबाट फुटबल ग्राउन्ड रहेछ। हेर्नु न मान्छे हिँड्दा मान्छे पस्दा यस्तो भएको यो सबै। ल हामी चाहिँ टपमा आयौँ यहाँ माथि। यो पानी त कस्तो खालको हेर्नु न, यताबाट नि आएको छ उतापट्टि पनि छ। साथीहरू शङ्कर बेली यही हो है, शङ्कर बेली। अगाएर बोल्नै सकेको छैन। टिकटकमा यस्तो भाइरल भएको थियो, यस्तो भाइरल होइन साथीहरू, फुलै फुल देखिएको थियो। तर यहाँनिर चाहिँ फुलहरू हुर्किसकेको छ आधी उधी, थोरै चाहिँ देख्न सकिन्छ। अनि पहाडीपट्टि चाहिँ छ यो एरिया पुरै ठुलो रहेछ क्या। घुमि नसकिने यो घाममा धन्न छाता लिएर आएछौँ नि। अनि यहाँ तल चाहिँ यो कमलै होइन र सानो सानो पानीमा, तर फुलेको एउटै देख्दिनँ फेरि। गाइस हामी चाहिँ यहाँ छौँ आजको दिनमा। एउटा टिकटक बनाउनुपर्छ होला नि यहाँ डाँडामा। मान्छेको चाहिँ एकदम भिड छ। शनिबार हो भने झन् धेरै भिड हुन्छ होला, तर हामी चाहिँ आज आएको छौँ बिहिबार। ए हो यस्तो गर्दा राम्रो देखिन्छ। यस्तो घुम्नु न, घुस्नाहरू आउँछ मेरो नाकतिर। यस्तो घुम्नु न, यहाँ क्यामेरामा राम्रो देखिन्छ कि सिन। यो छाता अहिले उडाउँदा यसले कालो देखिन्छ। गाइस हामी चाहिँ आज यहीँ छौँ, घुम्दैछौँ। हजुरहरूलाई पनि म घुमाउने छु पुरै यो एरिया वरिपरि म घुमाउने छु। यता पर पारिपट्टि चाहिँ फुलै फुल रहेको छ। यहाँ चाहिँ यहाँबाट चाहिँ देखिँदैन रहेछ धेरै ठुलो ठाउँ चाहिँ, एरिया चाहिँ पुरै ठुलो छ। यहाँ चाहिँ पिकनिक स्पोट रहेछ क्या, यो चाहिँ पिकनिक खाने ठाउँहरू छ यता वरिपरि होइन, जङ्गलभित्र। अनि यो चाहिँ कार नै होला भनेको त यही नजिकै रहेछ त नि साथीहरू। यो चाहिँ इटरीबाट अलिकति थोरै माथि मात्रै हो रहेछ, नजिकै रहेछ। हामी चाहिँ आज फर्स्ट टाइम आएको। किन जुत्ता मैले देखेँ। हजुरलाई कस्तो लागिरहेको छ आज शङ्कर बेली, भाइरल शङ्कर बेली आउँदाखेरि? कृपया केही बोल्नुहोस्, एक दुई शब्द। गर्मी छ, ठाउँ राम्रो छ। धन मैले छाता लिएको थिएँ, छाता मैले झोलामा हालेर लिएको थिएँ। यहाँनिर एउटा दुईवटा फोटो खिचौँ अनि जाऊँ न त। ल साथीहरू हेर्दै गर्नु होला, हजुरहरू पनि इन्जोय गर्नु होला। यतातिर चाहिँ पिङ सिङहरू पनि रहेछ। आमामा एरिया त पुरै ठुलै रहेछ। हामी चाहिँ यता जाँदैछौँ। यहाँ अम्बकको रुख पनि छ, यस्तो काठको पुलै रहेछ यहाँ चाहिँ साथीहरू। हामी चाहिँ जाँदैछौँ। हिँडेको भिडियो बनाउँथेँ नि पहिला मैले हजुर बनाउँदिनँ नि, बनाइहालेँ नि त अहिले। जलकुम्भी कहाँबाट जानु नि यता? यता चाहिँ केटाकेटीहरू खेल्ने ठाउँ छ कति धेरै।
हामी चाहिँ जाँदैछौँ। हात्ती भएको चित्र पनि रहेछ त त्यहाँ, वहाँ नजानु त्यहाँ। यहाँ चाहिँ बिग इलिफेन्ट रहेको छ गाइस, तर कस्तो घाम छ क्या, त्यहाँ जाने बाटो पनि कस्तो घुमाउरो। वहाँ परबाट आएको हामी अघि जाउँ उता बोक्नु ल। रुखै रुख रहेछ यहाँ चाहिँ, यो चाहिँ जमुनाको रुख हो। यो चाहिँ थाहा छ हजुरलाई जमुनाको बोट? जमुना जस्तै देख्छु। जमुना त भने हो कि होइन, मै कन्फ्युज भयो। टिकट लाग्यो। टिकट भन्नु न, कति हो टिकट यहाँको? 20 रुपियाँ। एकजनाको 20 रुपियाँ मात्र होइन। अब चाहिँ हामी आइपुग्यौँ यहाँ पर फुलहरू भएको ठाउँमा। मेन यो शङ्करबेरी चिनिएको, भाइरल भएको यही फुलको कारणले हो। यो पिङ्क पिङ्क फुलेको फुलले गर्दाखेरि चिनिएको हो। हेर्नु न कस्तो दामी छ, रमाइलो छ होइन। यहाँ परसम्म पुगिरहौँ न त्यो पुलबाट, यताबाट यता त जाप पनि काठको पुल रहेछ नि। एरिया चाहिँ एकदम धेरै ठुलो रहेछ क्या, शीतल भयो अहिले हेर्नु त हामी यहाँ आएपछि। हिँड्दैछौँ साथीहरू। वाह भाँचिँदैन नि यो, कस्तो डरै लाग्दो, हलिदो पो रहेछ त आमा। यो कमल हो कि के हो कहाँ, यो फुल पनि छैन, पातमै छ, पातै पात। त्यहाँ फोटो खिचौँ न, यहाँ फोटो खिच्नलाई चाहिँ पालो पर्खिनु पर्ने हुन्छ। हामी चाहिँ उयो डाँडामा थियौँ नि। त्यहाँ चाहिँ कसरी जानु? कहाँबाट? त्यहाँ उयोबाट होला, डुङ्गाबाट। तर छैन त बोटहरू एउटै पनि छ। हामी पनि चढौँ है, मेन ठाउँ त यहाँ बोट छ भने। ऊ त्यो क्या फुलै फुल भएको, भाइरल भएको त्यही त हो नि। कस्तो राम्रो देखिरहेछ कि। ए यता नआउने क्या, एकैचोटि घुमेपछि एकैचोटि घुम्दै घुम्दै जाने। वहाँ तलबाट फेरि आउनु, नआउने यता गएपछि गएको गएकै। यता हेर्नु न, गर्मी गर्मी त गर्मी छँदैछ नि। गर्मी मौसममा आएपछि गर्मी नभएर के हुन्छ त। यहाँ चाहिँ कति धेरै हो क्या यो झारहरू, डुङ्गा नचलाएर होला फलाएको यति धेरै झार। त्यहाँ चाहिँ जाने कसरी? त्यही त भनेको त, त्यही जाने कसरी? त्यहाँ डुङ्गा चलायो भने मात्रै जानु। अर्को के छ? अब चाहिँ हामी मेन ठाउँमा आइपुग्यौँ क्या। यो फुलै फुल भएको, यो शङ्करबेरीलाई चिनाउने, भाइरल बनाउने रुखै हो नि त। वाह साथीहरू हुर्किसकेछ क्या। अब चाहिँ हेर्नु हुर्किसकेछ यो फुल। अब यहाँ हामी फोटो खिच्नुपर्छ ल। यहाँ हेर्नु न, यहाँ के लेखेको छ? टुरिज्ममा रमाउन आउनु सम्बन्ध दादा फोन नगरिदिनु होला। वाउ कति धेरैवटा पोखरी क्या यहाँ नि। पोखरी नि पोखरी जता पनि जाने बाटो छैन। फेरि उतै घुम्नु पर्यो जानलाई। ओ माई गॉड यस्तो पो रहेछ त। ए बनाउँदै रहेछ नि त भर्खर नि। यहाँ हावा कस्तो मजाले आएको छ। र ए यहाँबाट जाने बाटै रहेनछ त। यहाँ चाहिँ भर्खर भर्खर बन्दै रहेछ बाटो। पुल काठकै पुल रहेछ तातै यहाँ त। अनि यस्तो खाँबाहरू मकिँदैन मलाई भने न, कस्तो डरै लाग्दो। पानीको त यहाँ त गाइस धनी नै रहेछ क्या यो शङ्करबेरी चाहिँ नि। यो पोखरीको चाहिँ कति हो कति होइन, शीतल भयो नि गाइस। हामी चाहिँ यहाँ माथि आइसकेको छौँ। हेर्नु न जता गयो त्यतै रमाइलो लाग्छ त यार। यहाँ जाउँ न, यहाँ भनेको क्या खाली भएको बेला।
यो चाहिँ यो माछालाई चारो हालिदिएको होला क्या, दबाई हालिदिएको। रातो हेर्न साथीहरू पोखरी। हामी चाहिँ यहाँ आएको छौँ। यहाँ चाहिँ एकदम धेरै भिड छ। यो पिकनिक खाने ठाउँहरू हो नि त। उयो मृग होइन कि जरा आयो के भन्छ त्यसलाई? यहाँनिर फोटो खिचौँ लु। यहाँनिर शङ्कर बेली लेख्नुपर्ने नि छैन। गाइस हामी चाहिँ यो हात्तीको छेउमा आइपुगेको छौँ। हेरौँ न हात्ती। तर यो चाहिँ रियल होइन, यो चाहिँ मूर्ति मात्र हो हात्तीको। मलाई यहाँ चाहिँ यहाँ फोटो पनि खिचिसकेँ। यहाँ माथि हेर्नु न कस्तो रमाइलो भइरहेछ। यहाँ आन्टीहरूको रमाइलो भइरहेछ। माथि अब त्यो यो छ जरा आयो त्यहाँ जाऊँ ल। हामी चाहिँ लगभग घुमिसक्यौँ शङ्कर बेली। गइदिउँ न अब। त्यहाँ कहाँबाट छिर्नु जाने बाटो कहाँ छ? गाइस हामीले चाहिँ छाता बन्द गरेको अहिले चाहिँ, किनभने मेरो बुढालाई चाहिँ बोक्न गाह्रो भयो अरे। अघि चाहिँ हामीले छाता ओढ्दै थियौँ, तर ओढ्दा बिचमा शीतल भयो होइन, शीतल भयो अनि त्यसरी के गर्नुभयो, छाता तपाईँले मिलाएर झोलामा राख्नुभयो। फेरि हामी आउँदैछौँ घाम भयो, त्यस पछाडि तपाईँले निकाल्दैन होइन। हामी चाहिँ अब यहाँ जरायो भएको ठाउँमा जाँदैछौँ। ए जरायो हो त, जरायो नि हो। हामी चाहिँ यहाँनिर फोटो खिच्छौँ। अब त्यस पछाडि चाहिँ हामी ब्याक हुनुपर्ने हुन्थ्यो। यहाँबाट चाहिँ अरू मान्छेलाई पनि ठाउँ दिनु पऱ्यो नि त होइन। हामीले मात्रै रिजर्भ गरेर भएन नि त, साथीहरू अरूलाई नि पालो दिनुपर्ने हुन्छ। त्यही भएर हामी चाहिँ अब यहाँ एक लट घुमेर चाहिँ लाग्दिनु पर्ने हुन्छ। यहाँ छ जरायो, पिकनिक भइरहेछ यता पिकनिक। हाँसिरहेको छ त कान्छ, जरा त हाँसिरहेको छ यी मुख। आऊ न फोटो खिचिदिनु न। रियलमा छुन नपाए पनि मैले मूर्तिलाई छुएँ। ओ हलिँदो पो रहेछ त, जोरले हान भन्दा भाँचिन्छ होला। कस्तो देखाउनु भएको हौ? बोल्नु न केही। आज भ्लगमा केही बोल्नु। मेरो भ्लगमा मेरो किन हाम्रो अस्तिसम्म बोल्नु नि त, भ्लग बनाउनु नि त। हामी चाहिँ अब यस्तो देखाउनु त। यो कस्तो रातो ताल, रातो ताल। हामी चाहिँ अब यता बाहिरतिर निस्किँदैछौँ। यहाँ चाहिँ धेरै गर्मी भयो अनि साथीहरू शङ्कर बेली पनि घुमिसक्यो लगभग होइन। हामीले हेरिसक्यो दृश्यहरू यस्तै रहेछ। अलिक सानो अरे नहल्लाइकन अलिक उयसमा देखाउनु न। कस्तो नहल्लिकन हिँड्नु न त तपाईँ। कालो मान्छेमा नरे कालो क्या, जतै घामबाट अगाडि बस्यो नि त्यस्तै, पछाडि बस्यो नि त्यस्तै। हामी चाहिँ एक राउन्ड लगाइसक्यौँ, एक राउन्ड निस्किँदैछौँ अब चाहिँ। अलि यस्तो गर्नु क्या। निगुरो टिप्नु। निगुरो कहाँ छ? निगुरो नै भइ त्यस्तै हो। कस्तो हात गलो भन्छ हौ यतिसम्म चाहिँ। त्यस्तै हो साथीहरू। हामी चाहिँ निस्किँदैछौँ अब चाहिँ यो शङ्कर बेली तालबाट चाहिँ निस्किँदैछौँ होइन। मेन ठाउँमा तल फोटो खिच्नै बाँकी छ। हामी ठिकै टाइममा आएको हो आज चाहिँ भन्दछु म चाहिँ। तपाईँ चाहिँ ढिलो भयो भनेर मलाई कस्तो थर्काउँदै हुनुहुन्थ्यो। सो गाइस हामी चाहिँ निस्किँदैछौँ र यस्तो घाममा। छाता पनि झोलामा छ नि, तर मेरो बुढाले बोक्नु झ्याउ मान्छ कि अनि समाउनु मान्दैन। त्यही भएर जुन बाटो आएको त्यही बाटो जाँदैछौँ होइन। हामी अघि त्यही रुखमा गएको नि। यहाँ टिकटक बनाउँदै हुन्छ आन्टी अङ्कलहरू। म पनि देखेँ होला। कस्तो फेरि मधुरो भइहाल्यो मौसम। गर्मी यस्तो। यो तलको पुल चाहिँ एकदम भिड हुने रहेछ। पिङ्क कलरको पुल चाहिँ। हामी चाहिँ जाँदैछौँ यता।
यहाँको क्यामेराम्यानहरू कस्तो छ फोटो खिच्दिँदैन त हाम्रो फोटो खिचिदिनु भन्दा पनि होइन यहाँबाट खिचौँ अब यहाँ खिचौँ अहिले नै मौसम धुम्म भयो कस्तो अँध्यारो भयो साथीहरू सबैभन्दा भिड हुने पुल चाहिँ यहीँ हो आज त झन् यो यसलाई चाहिँ के भिड भन्नु होला होइन शनिबार धेरै भिड हुन्छ होला नि सुनेको छु अरूको भ्लगमा हेरेको छु यहाँभित्रको एक मात्र नम्बर 1 होटल यो चाहिँ साथीहरू यहाँ चाहिँ फोटो खिच्नको लागि पालो पर्खिनु पर्ने भयो कालो नकालो भइसक्यो मान्छे घरमा पसिना आएर यो पुलमा पनि फोटो खिच्ने पालो आउँला जस्तो चाहिँ छैन राम्रो देखेको यहाँ म्याडम चाहिँ हाम्रो क्यामेराम्यान स्कुलबाट आएका रहेछन् नि स्कुलबाट आएको होला गाइस हामी चाहिँ यहाँ आइसक्यौँ यो बोटहरू चाहिँ चल्दैन रहेछ अब चाहिँ हामी यहाँ बल्ल 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 खाली भएको अब चाहिँ यहाँ फोटो खिच्छौँ आउनु नेपालको धन्दा यहाँ फरर भएको छैन किनकि हावा चलेको छैन यहाँ गर्मी चाहिँ एकदम धेरै तर यो कहिले बनेको होला नि कस्तो डरै लाग्दो यहाँबाट देखिने दृश्य यस्तो रहेको छ गाइस शङ्करबेलीको भाइरल रुखहरू चाहिँ यिनीहरू नै हो यो दुईटा यति नै हो रुख मात्रै केही छैन अरू होइन केही छैन जानु हो त्यहाँ बस्नु ल फोटो खिच्नु दिन्छु म भाजिँदैन गाइस हामी चाहिँ निस्किँदैछौँ मेरो बुढा चाहिँ यहाँ गर्मीले पाकेर कस्तो भइसक्यो होइन यहाँ चाहिँ निर्माण कार्य भइरहेछ यो बाटो चाहिँ बन्दै रहेछ त्यही भएर चाहिँ टिफर आयो अब ढुलो उडाउँदै उडाउँदै क्यार माथि राम्रो हुन्छ नि त धुलो खाइयो शङ्करबेलीको धुलो पनि खाइयो गाइस अब हामी निस्किनेछौँ अरू बेला कति भेट्दैन नि अरू बेला अरूको भ्लगमा भिडियो भएर कति धेरै भिड हुन्छ क्या तर आज चाहिँ खुल्ला खुल्लै छ अहिले 3 बजीसक्यो 3 बजी हामी निस्किनेछौँ साथीहरू पार्किङ एरिया हो यो चाहिँ साथीहरू अब कहाँ छ बाइक उहाँभित्र रहेछ निकालिदिनु पर्यो छिटो छिटो हामीलाई गर्मी भयो हाम्रो बाइक चाहिँ उहाँ छ जङ्गलको बिचमा अब चाहिँ हामी फर्किन लागेको छौँ कस्तो घाम भयो चलो घाम चढ्यो झन् अब गाइस अब चाहिँ हामी फर्क्यौँ यहाँबाट चाहिँ हामी चल्दैछौँ सो गाइस थ्याङ्क्स फर वाचिङ बाई बाई है त अगाडि हेर्नु न